विश्वव्यापीकरण अपनाए जनशक्तिको हाहाकार, विश्वव्यापीकरण अपनाए जनशक्तिको हाहाकार, त्यसको सट्टा स्थानीयकरण अपनाए त चमत्कारै चमत्कार। सर्वप्रथम सबैलाई मेरो नमस्कार, सर्वप्रथम सबैलाई मेरो नमस्कार। धन्यवाद उद्घोषकज्यू, आदरणीय सभाका सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, निष्पक्ष रूपमा निर्णय लिइरहनुभएका निष्पक्ष नायक मण्डल टाढा टाढाबाट यस कार्यक्रमको शोभा बढाउनका लागि आइदिनुभएका अभिभावकज्यू, गुरुवर्ग एवं मेरा प्यारा प्यारा साथीहरू, आज हाम्रो विद्यालयको 34औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा हाम्रो विद्यालयद्वारा नै आयोजित गरिएको आन्तरिक वादविवाद प्रतियोगितामा मैले पनि भाग लिने मौका पाउँदा आफूलाई अत्यन्त भाग्यमानी ठानिरहेको छु। अब म ढिलो नगरी वादविवादको शीर्षक स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस हो भन्ने विपक्षबाट आफ्ना तर्कहरू प्रस्तुत गरेर जान चाहन्छु। सर्वप्रथम त के हो त स्थानीयकरण? ठुला ठुला सपना र विकासको अवधारणा बोकेको एउटा मजबुत भकार्य स्थानीयकरण। अझ सामान्य अर्थमा भन्नुपर्दा विकसित देश र अगाडि बढेका देशको साथी, सङ्गी र सहपाठी हो स्थानीयकरण भन्दा पनि फरक पर्दैन। युवा र सपना सहितको नयाँ नेपाल निर्माण गर्ने एउटा मार्ग हो स्थानीयकरण भन्दा पनि केही फरक पर्दैन। यसमा आफ्नै स्थानीय स्तरमा भएका कला, संस्कृति, रीतिरिवाज, भाषा, शैलीलाई अगाडि बढाउनका लागि बढीभन्दा बढी प्राथमिकता दिने गरिन्छ। यसो भए त नेपाल देशलाई अगाडि बढाउनका लागि स्थानीयकरण नै चाहिन्छ भन्ने यहाँबाट नै प्रष्ट हुन्छ। तर यहाँ त मेरा पूर्ववक्ता मित्रले सिधै ठुलो ठुलो स्वरमा भनेर जानुभयो कि विश्वव्यापीकरण नै सबै थोक गरी स्थानीयकरण चाहिँदा पनि चाहिँदैन भनेर। तर उहाँसँग यति पनि सहमत हुन सक्दैन, किनभने जहाँसम्म मलाई लाग्छ विश्वव्यापीकरण भनेको देश रित्याउने प्रक्रिया हो। किनकि देशबाट जसले देशलाई विकास गर्न सक्छ ती देशभक्ति र जनशक्तिहरूलाई अरूको देशमा पठाउने प्रक्रिया र अरूको देशमा पठाउने प्रक्रिया भन्न चाहन्छु विश्वव्यापीकरण। तर मेरा साथीहरूले यहाँ भनेर जानुभयो कि स्थानीयकरण चाहिँदा पनि चाहिँदैन भनेर। म उहाँसँग यति पनि सहमत हुन सक्दैन। हाम्रा ती महान महान शहीदहरूले दिएको बलिदान, हाम्रो त्यो संस्कृति रीतिरिवाज बढाउनका लागि आफ्नो दिएको त्यो बलिदान खेर गएन र हामीले आफ्नो संस्कृति देशलाई बचाउन सकेनौँ भने अब त नेपालमा युवाले सपनामा पनि विदेश विदेश भनेर बरबराइरहेका छन्। अब यस्तै धेरै दिन चल्यो भने त म ठोक्कुका साथ लेखेर दिन सक्छु कि नेपाल सिङ्गो राष्ट्र नै वृद्धाश्रम बन्न धेरै समय लाग्ने छैन। किनभने युवा जति विदेशमा वृद्धाश्रम जति नेपालमा त नेपाल आफै वृद्धाश्रममा परिरहनु त धेरै समय लाग्ने छैन। ल भन्नुहोस् मेरा तर्क गलत छन् त? अवश्य पनि छैनन् होला र विश्वव्यापीकरण राम्रो छ भन्ने अवधारणा यहाँ टेक्न सक्दिन। दिउँसै लागेको टलक्क घामलाई एउटा हत्केलाले छेक्दैमा राति पर्न होइन क्यारे। यो गीत अवश्य पनि सुन्नुभएको होला कि कुल्चिँदैमा कसैले सुनको भाउ घट्दैन हो। ती कुल्चिने मानिस विश्वव्यापीकरणका समर्थक हुने भने त्यो सुन स्थानीयकरण हो, जसलाई कसैसँग मोल्न दाज्न नै मिल्दैन। जसरी पनि मलाई हरेक दृष्टिबाट विश्वव्यापीकरण भन्दा स्थानीयकरण नै राम्रो लाग्छ। यहाँसम्म त अलिक पचाउन सक्ने थियो, तर कुरा आयो जब त्यहाँ हाम्रा माननीय र सम्माननीय नेताहरू विश्वव्यापीकरण भ्रमण भनेर विदेश यात्रामा जान्छन्। तर त्यो घोषणा र त्यो भाषणमा मात्र उपयोग छन्, विकास गर्नेले त गरेका नै छन्। तर जो आफ्नो भाषणमा मात्र सीमित रहेका छन् उसले अब नेपाललाई नेपाल होइन रे नि, अब त नेपाललाई अमेरिका बनाउने रे, अब नेपाललाई नेपाल होइन रे, अब नेपाललाई स्विजरल्यान्ड बनाऊ रे। पहिला नेपाललाई नेपाल बनाउनको लागि स्थानीयकरणको अवधारणा चाहिन्छ। स्थानीयकरण अवधारणा छैन भने नेपाल नेपाल पनि रहँदैन भन्ने म यो ठोकुवाका साथ भन्न सक्छु। म एउटा कुरा भन्छु सुन्नुहोस् है। राम्रोलाई राम्रो भन्छु भने नराम्रोलाई राम्रो भन्दिनँ म, राम्रोलाई राम्रो भन्छु भने नराम्रोलाई राम्रो भन्दिनँ म। तर यो जो विश्वव्यापीकरण भन्छन् तिनलाई त म सर्वश्रेष्ठ मानै गन्दिनँ म। तर यो जो विश्वव्यापीकरण भन्छन् उनलाई म मानव मानै गन्दिनँ म। देश बाँचेको छ र पो म बाँचेकी छु, देश बाँचेको छ र पो म बाँचेको छु। मेरो तन मन धनले मेरो सारा समर्थन स्थानीयकरणलाई नै साझेकी छु, मेरो सारा समर्थन स्थानीयकरणलाई नै साझेकी छु। हो अझ पनि भन्न चाहन्छु, म नेपाललाई विकसित र आत्मनिर्भर देश बन्न चाहने हो भने स्थानीयकरण अपनाउनुहोस्। होइन देश परनिर्भर नै ठिक छ, अविकसित नै ठिक छ भने म केही भन्न सक्दिनँ।
विश्वव्यापीकरण भनिरहनुहोस्। म अन्त्यमा के भन्न चाहन्छु भने मलाई हरेक दृष्टिबाट विश्वव्यापीकरण भन्दा स्थानीयकरणले राम्रो लाग्छ भन्ने आफ्ना गहकिला तर्क राख्दै यहाँबाट बिदा हुन्छ। हस्त, धन्यवाद।